नमस्कार, म मधुसूदन गिरी। यति बेला म दाङ जिल्लाको बङ्गलाचुली गाउँपालिका वडा नम्बर 5 मा अवस्थित बङ्गलाचुली लेकमा आइपुगेको छु। पछिल्लो समय यो बङ्गलाचुली लेक आन्तरिक पर्यटकहरूको गन्तव्यको रूपमा अगाडि बढिरहेको छ। विशेष गरेर सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरूको यो आकर्षकको गन्तव्य बङ्गलाचुली लेक अहिले बनिरहेको छ। यहाँदेखि देखिने उत्तरतर्फको हिम श्रृङ्खला र विभिन्न पहाडहरूको यो सुन्दर दृश्य र साथै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस बङ्गलाचुली गाउँपालिका पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यको रूपमा अगाडि बढिरहेको छ। प्युठानको माण्डवी गाउँपालिका र यो दाङको बङ्गलाचुली गाउँपालिकाको यो सिमानामा अवस्थित यो बङ्गलाचुली लेकमा विशेष गरेर दाङको घोराई, तुलसीपुर साथै अन्य दाङका छिमेकी जिल्लाहरूबाट यहाँ पर्यटकहरू आउने गर्दछन्। बिदाको समयमा होस् या अन्य समयमा यहाँ देखिने प्राकृतिक सौन्दर्यहरूको प्रत्यक्ष रूपमा दृश्य अवलोकन गर्नको लागि यहाँका आन्तरिक पर्यटकहरू यहाँ अहिले आउने गरेका छन्। र आज म यही बङ्गलाचुली लेकमा आएको छु र आज पनि विभिन्न स्थानबाट पिकनिकहरू खानको लागि र यहाँको दृश्य अवलोकन गर्नको लागि विभिन्न पर्यटकहरूको आगमन यहाँ अहिले देख्न सकिन्छ। पछिल्लो समय बङ्गलाचुली गाउँपालिकाले आन्तरिक पर्यटकहरूलाई आकर्षणको केन्द्र बनाउनको लागि वार्षिक रूपमा बजेट विनियोजन गरेर यहाँ विभिन्न भौतिक संरचनाहरू साथै यहाँका सडकहरू विकास गरिरहेको छ। साथै केन्द्रमा पनि पहल गरेर यहाँ बजेट पार्न सफल भएको छ र यहाँ विभिन्न भौतिक संरचनाहरूको निर्माण गरेको छ। र यहाँ आउनको लागि मुख्य चुनौती भनेको घोराई उपमहानगरपालिका र त्यस क्षेत्रका स्थानीयहरूलाई मुख्य समस्या र चुनौतीको रूपमा भनेको यहाँको सडक क्षेत्र हो। किनकि बङ्गलाचुली गाउँपालिकाभित्र अहिले 3वटा सिमेन्टका खानीहरू र जहाँबाट चाहिँ कच्चा पदार्थहरू उत्खनन गर्ने गर्दछन्। घोराई सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्टका कच्चा पदार्थ बोक्ने चुनढुङ्गा उत्खनन गर्ने क्षेत्र यही बङ्गलाचुलीमा पर्ने गर्दछ। र यहाँबाट गुड्ने सयौं मालवाहक टिप्परहरू र गुड्ने भएको कारणले यहाँ बर्खाको सिजनमा हिलो र अन्य सिजनमा अहिले धुलोको मुख्य चुनौती रहेको छ। यदि यसलाई नियन्त्रण गरेर यो सडकलाई कालोपत्रे गरेर यहाँ आउने सहज बनाइदिने हो भने यहाँ पर्यटकको निकै सम्भावना बोकेको ठाउँ हो बङ्गलाचुली लेक। र यस क्षेत्रलाई समग्र दाङको पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउन सकेमा यहाँका ग्रामीण क्षेत्रमा रोजगारको सिर्जना साथै यहाँ रहेका व्यवसायहरूलाई थप टेवा पुग्ने छ।